साँझ 5 बजेभित्रमा खाली गर्नुहोला। आफैले सार्न नसक्ने अवस्थामा महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्नुहोला। सुरक्षाकर्मीले आवश्यक ढुवानीको प्रबन्ध मिलाउनेछ। यस्ता घर टहराहरूमा भएका आफ्ना निजी सरसामानहरू, लत्ता कपडा, घरपालुवा पशुपन्छी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्नुहोला। घर टहराहरूमा बसोबास गर्ने अपाङ्ग, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध एवं निरामी व्यक्तिहरूलाई प्राथमिकता दिई अन्यत्र सार्ने काम गर्नुहोला। यस कार्यका लागि काठमाडौँ महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत दिनुहोला। मिति 2083 वैशाख 12 गते बिहान 6 बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुनेछ। मिति 2083 वैशाख 12 गते बिहान 6 बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुनेछ। यस कार्यमा कोही कसैले बाधा व्यवधान सृजना गर्ने कार्य गरेमा कानून बमोजिम कड़ा कार्यवाही भइजानेछ। यस स्थानबाट उठाइएका सबै व्यक्ति तथा परिवारलाई सरकारले स्वीकृत विभिन्न बसोबासको आधारभूत न्यूनतम सुविधा प्राप्त स्थानहरूमा राखिनेछ। तपाईँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था भएपछि नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमि कुटुम्बवासीहरूको लगत हुने र स्क्रिनिङको कार्य तत्काल सुरु हुनेछ। आगामी 10 देखि 15 दिनभित्र स्क्रिनिङ भएका वास्तविक भूमिलाई बसोबास सुनिश्चित गर्ने र भर्ने गरी तयारी भइरहेको छ। यस कार्यका लागि तपाईँहरूले सहयोग गर्नुहोला। यदि कुनै कसैले यस सूचनालाई अध्ययन गर्ने बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौँ महानगरपालिका समेतको संयुक्त कारवाही गर्दा स्थानीय संरचना र व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईँ